ल सुरुमा भन्दाखेरि नि म कुनै एउटा टपर होइन है गाइज, आई एम जस्ट एन एभरेज स्टुडेन्ट। तपाईँहरू जस्तो एउटा एभरेज स्टुडेन्ट हो म। र मैले चाहिँ आफ्नो स्कुल लाइफमा कहिले पनि फर्स्ट सेकेन्ड थर्ड जस्तो ऱ्याङ्किङ मैले देखिनँ कि। म जहिले टप 10 भन्दा माथितिरै हुन्थेँ, म कहाँतिर हुन्थेँ। तैपनि मैले आफ्नो 10 to 12मा चाहिँ राम्रो जिपिएसँग पास गरेँ। दुईटैमा A+ ल्याएँ मैले। 10मा 3.75 GPA र 12मा 3.83 GPA ल्याएको हो। तर कसरी ल्याएँ त? यो तपाईँहरूको मनमा नि खुल्दुली होला। ल म भन्छु है त। हामीलाई 10मा पढ्दाखेरि चाहिँ हामीलाई हेल्थ पढाउने सरले एउटा ट्रिक सिकाउनु भएको थियो र त्यही सरले सिकाएको कुरालाई नै मैले अप्लाई गरेर चाहिँ मैले आफ्नो पढाइमा इम्प्रुभमेन्ट गरेँ हो कि। अब जस्तो कि हामीले दिनभरि जे पढ्यो नि त्यो चाहिँ राति सुत्नु अगाडि एकचोटि रिकल हान्ने कि। अब जस्तो म्याथमा अब सर र प्रोसेस हेर्ने, फर्मुला कहाँ युज भएको पढिदिने, र साइन्सको नै त्यसरी सर र पढ्ने आँखाले हेरिदिने कि। त्यस्तै गरी सबै सब्जेक्टलाई एकचोटि त्यसै गरी सर र हेरिदिने, अनि उयो के त्यो दिनलाई अनि पढ्नु पर्दैन, अनि सक्यो, त्यो छोडिदिने, बन्द गरिदिने। भोलि पनि त्यस्तै गर्ने। भोलि दिनभरि जे पढायो त्यो बेलुका घर गएर राति सुत्ने अगाडि हेरिदिने एकचोटि, अनि पुग्यो के। अनि एक हप्तासम्म त्यसै गर्यो र शनिबार बिदा हुन्छ नि। शनिबार बिदा भएको दिन चाहिँ आइतबारदेखि शुक्रबारसम्म जे पढ्यो नि सब सर र हेर्ने फेरि एकचोटि सर र एक हप्ता त्यस्तो भयो। अर्को हप्ता नि त्यस्तै गर्ने। र महिनाको लास्ट हुन्छ नि, लास्ट एन्डमा चाहिँ त्यो 4 हप्तामा चाहिँ हामीले जे पढ्यो नि त्यो नि फेरि एकचोटि सर र हेरिदिने के। त्यति गऱ्यो भने पुग्यो। ल तपाईँहरूले ढुक्कसँग मार्क्स ल्याउन सक्नुहुन्छ।